टेस्ट कति दामी बनाएछ म त चाल टमाटर खाइहाल्नु भयो एउटा चाहिँ के खानु सर हेलो नमस्कार हाउ आर यु हेलो प्लिज सिङ अ सङ फर अस एउटा राम्रो हाइकिङ गाना गाइदिनुहोस् त हाइकिङ हिँड्दाखेरि मेरै बहिनीले गाउँछ नेपाली रहुला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालय नरहे बनमाराको ह्युमन एडभान्टेज के हो बनमारा चाहिँ केमा युज हुन्छ त साथीहरु हाम्रो आजको स्लोगन चाहिँ के हुनेछ हाइकिङको भन्दाखेरि लेट्स गो ग्रीन लेट आवर ग्लोबल साथीहरु हाम्रो आजको स्लोगन चाहिँ के हुनेछ भन्दाखेरि लेट्स गो ग्रीन लेट आवर ग्लोबल क्लीन ग्लोबल फेरि भन नालीगुडा कांग्रेसको नाम के हो को आधी बाटोबाट फर्किनु भयो भन्दै थिए कहीँ चाहिँ सकिन जस्तो होइन हामी हाइकन आएको हो कि कुदिन आएको उहाँलाई थाहा भएन अरे हामी कुदिन आएको हो साथी हामी हाइकन आएको हो है वाह 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 ल साथीहरु हाइकिङ गर्ने टेक्निक यस्तो हुन्छ है ल यसरी आउनु सक्नुहुन्छ हामी चाहिँ आज कहाँ जाँदैछौँ त जामाचो हाइक जाँदैछौँ ल कसरी जाने कसरी कुन बाटो हुँदै जाने आज सबै म डिटेलमा हजुरलाई चाहिँ देखाउने छु है त मेरो ब्लगको थ्रुबाट आजको हाम्रो टुर गाइड चाहिँ राकेश कुलुङ राई सर हुनुहुन्छ उहाँले हामीलाई जतातता लानुहुन्छ हामी त्यतै जाने हो आज ल है हामी हराउनु भएन है सर यो चाहिँ माछापुरी हो साथीहरु यहाँबाट चाहिँ हामी अब ठ्याक्कै यता लोलाङ जाने बाटो छ यो लोलाङ जाने बाटो हुँदै चाहिँ हामी जामाचो हाइक स्टार्ट गरेको अहिले चाहिँ हाम्रो 8 बजेको छ 8 बजे नै यस्तो चर्को घाम लागेको यहाँ चाहिँ हाम्रो माछापोखरीको जुन यो बाइपास छ यो बाइपासबाट हामी अब कता लाग्छ राइट लाग्नु होला है त यो बाइपासको राइट लागेर चाहिँ ककनी जाने बाटोबाट चाहिँ हामी पाखर माथि चढ्नेछौँ हामी चाहिँ बाइपासबाट राइट लागिसकेका छौँ र यो बाइपासबाट पनि एउटा तल जाने बाटो छ अनि एउटा चाहिँ माथि जाने बाटो छ हामी चाहिँ ठ्याक्क माथि जाने बाटोबाट चाहिँ प्रस्थान गर्दैछौँ जामाचो हाइकको लागि ल यहाँबाट पनि अर्को एउटा तल जाने बाटो एउटा माथि जाने बाटो छ र यो सेकेन्डको तल जाने बाटो पनि छोडेर चाहिँ हामी फेरि कता जान्छौँ त माथि लोलाङ जाने बाटो जान्छौँ यहाँनिर देख्नुहुन्छ गाडीहरू चाहिँ धेरै लागिरहेको छ जाँदाखेरि बाटोमा चाहिँ तपाईँहरूले यो अष्टनारायणको फिल्म हल देख्न सक्नुहुनेछ यहीँदेखि यस्तो राम्रो भ्यू देख्न सक्नुहुन्छ सकिन्छ अब माथि जामाचो गएपछि झन् कति राम्रो देखिने हो राम्रो देखिरहेको छ घरदेखिको राम्रो भ्यू हो त पुरै आफू कस्तो टुप्पामा पुगे जस्तो फिल हुँदैन त अलि मजाले भन्न के क्वेसन अरे बनमाराको ह्युमन एडभान्टेज के हो बनमारा चाहिँ केमा युज हुन्छ त घाउ लागेको ठाउँमा युज गर्न सकिन्छ त्यही हो त्यही त भने अरू के ब्रिकेट बनाउन युज हुन्छ ब्रिकेट्सहरू बनाउन बनमारा चाहिँ सबै कुरा फर्दर इन्फर्मेसन यो चाहिँ एउटा इन्भेजिभ प्लान्ट हो सोतरको रूपमा पनि युज गर्न सकिन्छ राइट अनि एउटा स्याउलाको रूपमा स्याउला खेल्न पनि हो केमा चुङ्गी पनि खेल्ने रहेछ नि साथीहरू उनीहरूले खेलेको रहेछ हो त अनि गाईबस्तुलाई पनि दिने रहेछ अरू केमा युज हुन्छ नि बनमारालाई किन बनमारा भनेको वनलाई पुरै सफा ढाक्ने भयो वनभरि ढाकेर वनलाई मार्ने भयो सखा पार्ने
मिचा त्यही भन्नु लागेको थिएँ मिचा मिचा अर्काको पाकिस्तानमा गएर सखा पार्ने होइन ओ अर्काको वासस्थानमा गएर उनीहरूको ग्रोथलाई चाहिँ डिस्टर्ब गरेर आफू नै मात्र ओभर ग्रोथ फैलिनेलाई चाहिँ इन्भेजिभ भनिन्छ। हामी चाहिँ अब ल पार्किङ गर्ने ठाउँसम्म आइपुग्यौँ साथीहरू हिँड्दै हिँड्दै गफ गर्दै गर्दै र यहाँ चाहिँ पार्किङ गर्ने ठाउँ पनि रहेछ। हामीलाई पनि मिसइन्फर्मेसन थियो कि यहाँ पार्क गर्ने ठाउँ चाहिँ छैन, त्यसैले साथीहरूले चाहिँ स्कुटी नलिकन आएको थियो। गाडी 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 सवारी साधन नल्याएको थियो। आमामा भिड कति, टिकट काट्ने ठाउँमा कति धेरै भिड हो। खुब अचेल सबैलाई हाइकिङको भूत चढेर रहेछ है हामी जस्तै। ल यहाँ चाहिँ यस्तो भिड छ हाइकर्सहरूको, पुरै लाइन बसेर टिकट काट्नुपर्ने अवस्था रहेछ। ल हामी पनि अब लाइन जोइन गर्ने, टिकट काट्ने, हाइकिङ गर्नेको भिड है साथीहरू। हामी चाहिँ बल्ल बल्ल यहाँसम्म आइपुगिसक्यौँ। यहाँ पछाडि पनि यति धेरै लाइनहरू छ। ल साथीहरू तपाईँहरू यो रिलिजियस टुरिज्म साइटमध्ये चाहिँ कतिवटामा चाहिँ हाइकिङ गइसक्नु भएको छ त कमेन्ट गर्नु होला नि त कमेन्ट बक्समा। म चाहिँ अहिलेसम्म शिवापुरी गएँ, बागद्वार गएँ र आज जामाचो जाँदैछु र सुन्दरी जल पनि गइसकेको छु। यहाँ चाहिँ 102 प्रजातिका सुनगाभा र सुनाखरी, होइन 102 कि 122 123 प्रजातिका चाहिँ सुनगाभा र सुनाखरी पाइने रहेछ। र साथीहरू हामी चाहिँ ठ्याक्क अब के अरे टिकट काटेर शिवापुरी नागार्जुन नेसनल पार्कको परिसरभित्र प्रवेश गरिसकेका छौँ। हाम्रो ब्यागहरू पनि सबै चेक भइसक्यो। ल हामी चाहिँ यहाँदेखि अब अहिले ठ्याक्क 10:30 भइसकेको छ। अब हेरौँ हाम्रो हाइक कति घन्टाको हुन्छ। ल यस्तो छ। साथीहरू हाम्रो आजको स्लोगन चाहिँ के हुनेछ हाइकिङको भन्दाखेरि लेट्स गो ग्रीन लेट आवर ग्लोबल गेट। ल फेरि साथीहरू हाम्रो आजको स्लोगन चाहिँ के हुनेछ भन्दाखेरि लेट्स गो ग्रीन गेट आवर ग्लोबल क्लिन। ग्लोब फेरि भन् भन्दाखेरि चाहिँ लेट गो ग्रीन गेट आवर ग्लोबल क्लिन। जामाचो पैदल मार्ग यहाँदेखि स्टार्ट भएको छ र हाम्रो जामाचो चाहिँ 4 यति किलोमिटरको रहेछ। 4.371 किलोमिटर रहेछ। ल लेट्स गो साथीहरू। ल यहाँ बुइनी चाहिँ हाइकिङ सुरु नभइकन थाकिसकिन्, लट्ठी चाहिने रहेछ भन्दैछिन्। यहाँ हाम्रो दुईवटा लाउरीहरू चाहिँ अगाडि पुरै हिँडिरहनु भएको छ। यसरी हिँड्नुपर्छ अरे, उकालो चढ्दाखेरि चाहिँ यसरी चाहिँ के हुन्छ अरे दुखेको फिल हुँदैन अरे। यहाँ मेरो को भ्लगर हुनुहुन्छ, उहाँ पनि मलाई सपोर्ट गर्दै हुनुहुन्छ बिहाइन्ड द सिन भ्लग गरेर। बुइनी फेरि थाकिसकेको छिन् साथीहरू। किलोमिटर 0.731 चाहिँ हामी चाहिँ हिँडेर पार गरिसकेका छौँ। अब मात्र बाँकी 4 किलोमिटर रहेछ। साथी हो हामीले चाहिँ अहिलेसम्म ब्रेकफास्ट खाएको छैन, अन्ली वाटर लिक्विडको भएर हामी बाँचिरहेको छौँ। अब कहीँ एउटा राम्रो खालको ठाउँ खोजेर ब्रेकफास्ट गर्ने सोचेको, तर खोइ यहाँ चाहिँ अलिक बाटो मात्रै रहेछ, एउटा अलिक सम्म ठाम रहेछ। साथीहरू हामी चाहिँ ब्रेकफास्ट खानको लागि एकछिन रोकिएको यहाँ ढुङ्गामा बसेर। ल हाम्रो पनि निकाल्यो त। ल म पनि खाँदैछु ब्रेकफास्ट। यति भोक लागेको त कति मिठो भएको, भोक लागेर पनि हो कि ब्रेडै मिठो हो कि यो ब्रेड मिठो हो मैले किनेको। यसले किनेको भएर मिठो भएको रहेछ, बल्ल थाहा पाएँ किन मिठो भएको रहेछ भनेको। यो फ्रुट ब्रेड हो नि त होइन, अर्को मिठो नरम अर्को थ्याङ्क यू। सोधे हामी तयार छौँ। ल भनिदिइहाल्छ यसले। एउटा सानो सेलबाट चाहिँ होल लाइन बनाउनु सक्छ। हुन्छ कि हुँदैन सोध्न, मान्छेमा टुटी हुन्छ कि हुँदैन? नबल भन्न त भन्तिर गेस गर। मान्छेमा चाहिँ मान्छेको पनि त त्यो के भन्छ डिएनए हुन्छ, अरू मान्छे कन्छ त त्यो त क्लोनिङ गरेर बनाएको हो, त्यो पाउँदैन नि त। हाम्रो चाहिँ त्यसलाई लिगलाइज गरे। हाम्रो त नेपालमा त जेनेटिक प्लान्टलाई पनि त्यो गर्दैन। रिप्रोडक्सन भने के रिप्रोडक्सन अलग कुरा भयो नि। क्रोमोसोम
त्यो त भयो कि त तिम्रो तपाईँ भन्नुपर्ने हो एउटा सेललाई लिएर होल अर्को नभल त भन्दैन नि त हामी चाहिँ बल्ल 1 किलोमिटर हिँडिसक्यौँ नि अहिलेसम्म जस्ट 1 किलोमिटर हाइकर्स हाउस जोस bad अरे हाउस जोस पढाउँदै बाँकी छ यहाँनिर हाउस जोड्ने कस्तो भइरहेको छ आर यु इन्जोइङ इट अर नट अलि माथि गइसकेपछि गुराँस फुलेको देख्दा मन रमाइलो हुन्छ फ्रेस हावा छ सुमधुर आवाज छ त्योभन्दा धेरै के चाहियो र लाइफमा हाम्रो एउटा साथीले चाहिँ हामीलाई छोडेर कहाँ पुगिसक्यो साथीहरू यहाँ छैन हामी 3 जना 4 जना मध्ये 1 जना मात्रै छौँ एकजना कहाँ हरायो कता हरायो हो यार नबल तिमी कता छौ ल बोलाम सबैले बोलाऊ न बोला नबल बोला त पनि बोला नबल आइम सर्चिङ यु वी आर सर्चिङ यु तिमीलाई कति बाँदरले त लगेन तिमी कता गयौ तिमी हरायो हाउ आर यु फिलिङ राकेश यस सुत्दिम कि जस्तो भयो फिलिङ गुड यहाँदेखि चाहिँ अझै माथि गयो भने चाहिँ हामी उयो यो माथिको टप डाँडामा पुग्यो भने चाहिँ बल्ल हाम्रो जामाचो हाइक चाहिँ समाप्त हुनेछ यहाँबाट चाहिँ बल्ल हाम्रो मेन डेस्टिनेसन हाइक चाहिँ बल्ल यहाँबाट चाहिँ मुख्य सुरु हुने रहेछ कसै यहीँबाट फर्किनु हुने रहेछ ल मलाई अझै पाजल लाग्यो मलाई फेरि खिचौँला कि म पनि अलिक ब्युटिफुल हुनु पर्यो नि त भरे सनस्क्रिन लाउँछु ओ माई गड यहाँ कस्तो ह्यान्डसम देखेको अब कति टाइम छ नि हिँड्नलाई धेरै हिँड्ने जस्तो फिल भइसक्यो त आइपुग्दैन त हाम्रो जामाचोको टुप्पा कति मिनट अब ओन्ली ओके 5 minutes झन् दुख्छ यार त्यस्तो बाटो म त सिधै ल हामीले साथीहरू अब लगभग आइपुग्न लागिसकेको छौँ हाम्रो हाइकको ड्युरेसन चाहिँ अहिलेसम्म 2 hours भयो ल यहाँबाट चाहिँ अब आनन्दले काठमाडौँ सहरको भ्यू हेरेर विश्राम गर्छौँ हामी अब त मैले भनेको थिएँ त भिडियोमा देखाएको थिएँ कि वाउ ल यही हो है साथीहरू जामाचो गुम्बा ल यहाँ आएर हेर्न नसक्नु हुनेले मेरै भ्लगको थ्रुबाट मजाले हेर्नुहोस् हेरेर आउनुहोस् आउन मन हुनेले पनि टक्क कस्तो रहेछ भनेर इन्फर्मेसन पाउनुहोस् साथीहरू हामी जामाचो गुम्बा मजाले काठमाडौँ भ्यू हेरिरहेछौँ
यहाँ चाहिँ जामाचुको भ्यू टावर पनि रहेछ। त्यहाँ माथि चाहिँ पुरै काठमाडौँ भ्याली देख्न सकिने रहेछ होइन त। ल यस्तै चाहिँ यहाँको परिसर। यो चाहिँ मेन गुम्बा हो, जामाचु गुम्बा। हामी चाहिँ यहाँ चाहिँ धेरै चटपटी पनि पाइने रहेछ, चप आलु चप पाइने रहेछ, हरेक कुरा जो हामीलाई मनपर्ने आइटम्सहरू पाउने रहेछ। हामीलाई थाहा पनि थियो, तर पनि हामीले चाहिँ अलि हेल्दी लिभिङतिर फोकस गरेर चाहिँ हामीले आफै हाम्रो घरदेखि नै खाजा लिएर आएको छौँ। अब हामी खान्छौँ। लन्चमा हामीसँग छ उसिनेको मकै र के अरे हो र काँक्रो र गाजर। अनि यहाँ चाहिँ हामीले ल्याएको छौँ नुन खोर्सानी, टिमुर र जिरा पिसेर र हामी अब खाजा खान्छौँ। नुन भन्छ अहिले काँक्रोमा नुन खोर्सानीसँग साथीले चाहिँ खाँदै हुनुहुन्छ। यहाँ कस्तो रहेछ त राकेश? कति दामी बनाएछ। म त चारो त मकै खाइहाल्ने भयो। एउटा छ के तार खान्छु मकै चाहिँ एउटा हामी सबैको दिनुपर्छ क्या। वाह त्यस्तो मिठो बनाएछु। कस्तो खाने अब चाडा। ल यहाँ देख्न सक्नुहुन्छ साथीहरू, 4 जना छौँ र 4 जनाको चाहिँ छुट्टा छुट्टै खाना तरिका। ल चियर्स साथीहरू। हाम्रो जामाचु गुम्बाको हाइक चाहिँ यहीँ समाप्त भइसकेको छ। अब चाहिँ हामी यहाँबाट फर्किन लाग्दैछौँ र कस्तो लाग्यो के लाग्यो भनेर मेरो साथीहरूलाई यहाँ प्रतिक्रियामा लिनेछु। र यहाँ चटपटी खाने कार्यक्रम पनि हुँदैछ। योबाट सुरु गरौँ। सरी कस्तो लाग्यो? थोरै टाइममा काठमाडौँदेखि नजिकै आउनको लागि चाहिँ राम्रै हो। अब म जस्तो हिँड्न नसक्नेहरूको लागि ठिकै छ। समग्रमा राम्रै रमाइलो लाग्यो। अझ मजाले घाम लाग्यो, अझै राम्रोसँग देखिन्थ्यो यहाँ अब काठमाडौँ भ्याली। हामी फेरि अलिक ढिलो पनि आइपुग्यो कि, त्यही भएर पनि हो कि है। ठ्याक्क तपाईँहरू आउँदाखेरि चाहिँ 12 बजी यहाँ आइपुग्यो। 10, 11, 12मा चाहिँ यहाँ ठ्याक्क आयो नि। घुमेर फर्किनको हिसाबले आउनुभयो भने चाहिँ मजाले काठमाडौँ भरिको अवलोकन गर्न सक्नुहुनेछ। कस्तो लाग्यो त राकेश? कस्तो लाग्यो हाइक समग्रमा? त्यो खोर्सानी चाहिँ म अझै भुलिएको छु। खोर्सानी चाहिँ ठिक छ, हाइक कस्तो लाग्यो? हाइक पनि एकदम खोर्सानी त झन् अझ राम्रो गरेको छ। हाइकले पनि चटपटा बनायो क्या? खोर्सानीले पनि चटपटा बनायो। दामी छ, दामी घुम्ने पर्ने ठाउँ रहेछ। यहाँबाट आमा कस्तो दामी नै किर्तिहरू अरू त होइन किर्तिहरू चाहिँ। ल साथीहरू सुन्नुभयो नि? ल आउनुहोस् है तपाईँहरू पनि। ल तिमीलाई कस्तो लाग्यो त हाइक? बेस्ट प्लेस अराउन्ड काठमाडौँ। बेस्ट प्लेस चाहिँ भन्ने ओहो ल है हाइकिङको लागि चाहिँ बेस्ट प्लेस हो। धेरै समय पनि नलाग्ने, त्यस्तो गाह्रो बाटो पनि होइन। यस बेस्ट प्लेस थियो, नजिक छिटै आइपुग्ने पनि। मलाई पनि राम्रो लाग्यो त्यो छिटै आइपुगेर। अनि भ्यू पनि त्यही अनुसारको छ नि त होइन? कस्तो राम्रो। ओके काठमाडौँ भ्याली सबै देखिने क्या? सबै यो भ्याली पुरै देखिने रहेछ। ल बाई जामाचु। रिकमेन्ड गर्ने कि नगर्ने त? ल तपाईँहरू पनि अवश्य नफाल्ने गुनासहरू नटिक्ने। यस तपाईँहरू पनि अवश्य यो ठाउँमा आउनु होला र यहाँको यो रमणीय दृश्यलाई अवलोकन गरेर फर्काउनु होला। बाई बाई जामाचु गुम्बा। ल हामी चाहिँ जामाचु गुम्बाबाट अब निस्किसकेको छौँ। अब हाम्रो एक मात्र एम भनेको चाहिँ विदिन 2 आवर्स चाहिँ कहाँ पुग्ने त? माछापोखरी पुग्ने। हामी सफल हुन्छौँ कि हुँदैनौँ त साथीहरू? आधा घन्टामा त पुगिँदैन। विदिन आवर्स त सकिँदैन जस्तो लाग्दैन। त्यही पनि लेट्स सी। उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम फेरि। एक नाले बन्दुक दुई नाले बन्दुक, मृगलाई ताकेको, मृगलाई मैले ताकेको होइन, मायालाई डाकेको। रेशम फेरि रेशम फेरि उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम फेरि। ओके साथीहरू हामी चाहिँ फाइनली चेक पोस्टमा आइसकेको छौँ। हामीले 4:30मा आइपुग्नु पर्ने थियो नि। 4:30मा आइपुग्नु पर्ने थियो। यहाँ चेक पोस्ट यहाँ जुन पेपर छ नि त्यो पेपरमा चाहिँ लेख्नु भएको थियो कि 4:30मा आइपुग्नुपर्छ भनेर। र हामी 4:55 भएछ। ठिकै छ 25 मिनट त भइ नै हाल्छ। हामी माथि धेरै अलमल भयो नि त।
ल हामी चाहिँ फुलबारी गेट जाने बाटो आइपुग्ने लाग्यौँ है अब चाहिँ साथीहरू। यो चाहिँ उसले जानकारी गरेको होइन, हामीले यो यसरी चाहिँ गर्नु हुँदैन, यस्तो भिडमा चाहिँ आउनु हुँदैन भनेर हामीले यो सचेतनामूलक भिडियो बनाएको है। यसो केही गल्ती छैन यसमा। यता हो यता। विनिताको त बुद्धि छ जस्तो लाग्थ्यो त, छैन रहेछ त। लोएर धेरै छिटो आइपुगेपछि तिमी त सर्टकट बाटो। साथीहरू हामी चाहिँ मेन तामासुक पैदल मार्गको मतलब हाइकिङको एन्डमा आइसकेका छौँ। हामीलाई चाहिँ त्यहाँदेखि झर्नको लागि लगभग 1 घन्टा 15-20 मिनट जति मात्र लाग्यो। जाँदा चाहिँ अलिक अल्मलिँदै भिडियोहरू लिँदै फोटोहरू खिच्दै गएको हुनाले चाहिँ हामीलाई अलिक टाइम लागेको हो, टाइम लागेको रहेछ। अन्त त्यति बेर लागेन। र साथीहरू हामी चाहिँ नागार्जुनको यता नागार्जुन गेटबाट कट्यो यहाँ निक्लिसकेका छौँ र हाम्रो हाइट चाहिँ अब यही समाप्त भइसकेको छ। अहिले 5:30 भइसक्यो। हामी चाहिँ लगभग 10:30 टिकट काट्दा ओर्दा आधी 10:30 जति भएको थियो हाइकिङ सुरु भएको। हाइकिङको यात्रा चाहिँ यस्तै 5:30सम्म रह्यो। त्यहाँ गएर हामी जान लगभग 3 आवर्स लाग्यो र फर्किन चाहिँ हामीलाई 1 आवर 15 मिनट्स जति मात्रै लाग्यो। र वहीँ अलमल हुँदा ओर्दा धेरै रमाइलो लाग्यो। मलाई चाहिँ ठाउँ एकदमै राम्रो। अब एउटा हाइकर्सलाई हाइकिङ पर्सन्सलाई चाहिँ जो सुट गर्ने ठाउँ छ, बाटो पनि ठिक छ, अलिक ड्राई चाहिँ रहेछ। अहिले सायद अब यो अटम सिजनले गर्दा पनि हुनसक्छ। अनि म धेरै एक्साइटेड छु कि यहाँ अब स्प्रिङ सिजन जब मजाले पानी परिसकेपछिको चाहिँ कस्तो हुन्छ भन्ने म एक्साइटेड छु। र यही हो, यहाँसम्मको भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला। र तपाईँहरू पनि यदि यहीँ हाइकिङमा आउँदै हुनुहुन्छ भने चाहिँ त्यो कुरा चाहिँ थाहा होस् कि यहाँनिर चाहिँ लगभग आफैले घरदेखि नै खाजा लिएर आउनुभयो भने ठिक हुने रहेछ। माथि चाहिँ अलिक महँगो रहेछ। चटपटे हामीले 100 रुपियाँको 1 प्लेट खाएको, चटपटेलाई 100 रहेछ। अनि त्यस्तै जे होस्, अब माथि पाएपछि अब ठाउँको अनुसारले पनि अलिक कुनै सामानहरू चाहिँ महँगो भइ नै हाल्छ, त्यो ठिकै हो। तर पनि यदि एभाइलेबल छ अनि भारी अब अलिकति क्यारी गर्न सक्नुहुन्छ भने चाहिँ म चाहिँ घरदेखि नै खानेकुराहरू लिएर आउनु नै सजेस्ट गर्छु। र प्लास्टिकको फोहोरहरू चाहिँ सकभर बाटोमा फाल्दै नफाल्नु होला, किनकि अब वातावरणको प्रदूषणलाई पनि हामीले मध्यनजर गर्नुपर्ने हुन्छ। किनकि सिटीको पोल्युसनबाट हामी जे होस् यहाँ पिस एन्ड फ्रेस इन्भाइरोमेन्टको खोजीमा आएको हुन्छौँ नि, तर यहीँको इन्भाइरोमेन्टलाई पनि हामीले त्यसरी प्रदूषित गऱ्यौँ भने त सो त्यसमा के चाहिँ भिन्नता भयो त होइन। सो यस प्लास्टिकको फोहोर कम गर्नु होला। र अब त्यो लाउड म्युजिकहरू बजाउने काम पनि नगर्नु होला। जे हो शान्त इन्भाइरोमेन्टमा नेचरसँग रमाउँदै अब छोटो मिठो भ्लग गर्दै त्यो साथीहरूसँग यसो त्यो गानासाना गाउँदै यसरी हिँड्नु होला। त्यो ठुलो म्युजिक बजाउने, हल्ला गर्ने, चिच्याउने, कराउने त्यस्तो काम चाहिँ नगर्नु होला। र यति भन्दै मेरो आजको यो हाइकिङ भ्लग चाहिँ यहीँ इन गर्न चाहन्छु। र कस्तो लाग्छ के लाग्छ आफ्नो प्रतिक्रिया दिन नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ। प्लिज डु सपोर्ट एन्ड लाइक, comment and subscribe to my channel. Bye.